जिन्दगीको हात त हुँदैन, तर पनि कहिलेकाहीँ यस्तो थप्पड लगाउँछ कि पुरा जीवन याद रहन्छ। आफूलाई परेको छैन भने मान्छेहरूले अरूको समस्या कहिले बुझ्न सक्दैन। अचम्म छ हाम्रो समाज, मान्छेलाई हेला गर्छन् अनि ढुङ्गालाई पूजा गर्छन्। रिसले होइन, दिमागलाई ठन्डा बनाएर अगाडि बढ्ने हो जिन्दगीमा, अनि मात्र सफलता भेटिन्छ। धेरै समय तपाईँ टाढा हुनुभयो भने मान्छेहरूले अर्को खोज्छन्, तर तपाईँको खोजी कसैले गर्दैन। जिन्दगी कहिले समाप्त हुन्छ थाहा छैन, तर पनि भन्छु जिन्दगीभर साथ दिन्छु। म एक्लो भएको होइन, समय अनि परिस्थितिले मलाई एक्लो बनायो। जरुरी छैन कि टुट्नको लागि पत्थर र सिसा नै आवश्यक पर्छ। व्यवहार बदलिएर निस्किएको बोलीले नि धेरै कुराहरू टुटाउने गर्छ जिन्दगीमा। यस्तै हो, कुनै दिन उसको माया मनभरि थियो, आज आँखाभरि छ। आफ्नो उमेर बढ्दै